सो हेलो एन्ड नमस्ते एभ्रिवान, फेरि पनि स्वागत छ हजुरलाई मेरो युट्युब च्यानलमा न्यू डे न्यू ब्लगको साथमा हजुरको अगाडि आइसकेको छु म। र आज चाहिँ फुल धमाका गर्ने हो गाइज हैन। कहाँ जान्छु के गर्छु सब यसमा आउँछ। र हिजोको मेरो ब्लग के कस्तो भयो कमेन्ट सेक्सनमा लेख्न बिर्सिनु भयो जस्तो छ त हो के हो र। हिजो त्यत्रो मेहनत लगाएर मैले बनाएको थिएँ भिडियो, एउटा केही कमेन्ट छैन। कमेन्ट गर्नुहोस् न गाइज, हामी पनि सानो सानो युजरलाई टक्क सपोर्ट गरिदिनुहोस् हो कि नै, बल्ल पो अलि अगाडि बढ्न अलि हेल्पफुल हुन्छ हामीलाई पनि। र आज चाहिँ बिहान हैन यस्तो डेन्जर घाम लाग्छ। बिहानको 7 बजे छ तर डेन्जर घाम लाग्छ हैन। जे होस् यही नै हो, बिहानभरि काम गरिसकेँ, यता आँगन बढाइने यताउति पूजापाठ। ल गाइज अब चाहिँ म चाहिँ 4 नम्बरतिर जानुपर्ने हुन्छ, भाइले बोलाह हैन। ट्याक्क ला त्यहाँ गएर त्यसको काम के छ त्यो ट्याक्क सकाएर म फेरि आउँछु हैन। ल सेटअप रेडी भइसक्यो, अब ट्याक्क लाएर जानुपर्ने हुन्छ हैन। हाम्रो धुम बाइक लिएर, हाम्रो स्कुटी पनि कम छैन कि हो कि नै। ट्याक्क लाएर गयो अब हामी। यहाँ छन् हाम्रो पराजुली सर। हजुर हजुर कहाँ जानुभयो बाबा मम्मी? ए बिहेतिर। कहाँ कसको बिहा छ? उहाँ दाइको बिहा छ क्या उता त्यो कडक माल हैन। दिस इज गोप्रो। हाई भन्दिनु। पुरै भिडियो पुरै तपाईँको त खेलाको जात पनि देखियो सबै। देखियो चर्लक्कै पुरा देखिरहेको ल ल अब लागौँ है त। टक्क लगाएर चाहिँ हाम्रो गाउँको बाटो हैन। यो साइडमा रहेको 2टा पानी टङ्की, यो निलोमा पानी छ, अर्को बन्द भइसक्यो। ल हामी चाहिँ बाडङ्गा पुल आइसक्यौँ हैन। देख्न सक्नुहुन्छ यस्तो छ, त्यो अगाडिको पुल हो हाम्रो बाडङ्गा पुल, जो चाहिँ यति भइसकेको छ। हेर्नुहोस् यता पारिपट्टि हेर्नुहोस्, पारिपट्टि त्यहाँ सबै सामानहरू त्यस्तै राखेका छन्। अब कहिले यो पुल बन्ने कुन्नी। अहिले चाहिँ खोलो पनि पुरै सुकेछ हैन। देख्न सक्नुहुन्छ माथि सबै सुकेर सिधै झरी लगाएपछि पानी फेरि सुरु हुन्छ होला हैन। हामी चाहिँ आइयो अहिले 4 नम्बर चोक। कस्तो हिलो छ बाटो, के गर्नु गाह्रो छ। हेर्नुहोस् यहाँ पुल सुल के बन्ने भन्दै थिए के अरे, खै यस्तो हुँदैछ। पछि कस्तो हुन्छ हेरौँ पछि। अब यहाँदेखि स्वाट बाया बढिनु पर्यो। ल यो चाहिँ जितपुर, यहाँदेखि हुँदै 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 भाइको घर जाने हो सरर। ल भाइको घर पनि आइसक्यो। यही अगाडिको भाइको घर हो। ल अब जानुपर्ने हुन्छ। नानीहरू बाहिर बसेर रहेछन्, अब जानु पर्यो। यहाँ चाहिँ हाम्रो बहिनी ट्याक्क लाएर मेकअप सेकअप गर्दैछिन्, के गर्दैछिन्। यहाँ पनि अर्की नानी छिन्। कहाँ छ आयुष? कहाँ? खोलामा। त्यसलाई फोन गर्नुपर्ने हुन्छ हैन। म आयुषको घर आइसकेँ। हजुर अब ठिकै छ। भित्र लाइट खोइ, भित्र लाइट खोइ। लाएर होइन यहाँ मैले देखाउन गइरहेको छु हाम्रो टिकटकर। लाइट भएन, म लाइट मोबाइलको लाइट बेला देखाइदिन्छु ल। कहाँ हो हजुर? कहाँ बस्ने? यहाँ काम छ त्यही भएर आएको। के काम छ? भाइसँग काम छ कि? कहाँ हिँड्नुभयो? बिहामा। कसको बिहामा हो? भाइको बिहामा हो र। भाइले घर ल्याइसक्यो, तपाईँ खाना जाने हो? ल
गाइस यहाँ चाहिँ मसान दाई उहाँ चाहिँ आर्मी हुन्छ अनि म चाहिँ यहाँ कपाल गर्छु आइसक्यो टक्क लाएर के छ हिरो ठिक छ गाइस हिजो मेरो साउन्ड बनाउनु दिएको थिएँ नि अनि तल टक्क लाएर कुछ यस प्रकार होइन कस्तो हिन्दी बोल्न आएको यस्तो भइसक्यो होइन हेर्नुहोस् कस्तो दामी भयो देखाउनु अङ्कलले ट्याक्क यो के हो भन्दाखेरि होइन यो चाहिँ हाम्रो जिम गर्ने हो होइन ट्याक्क यसो गरेर यसलाई ट्याक्क ट्याङ अड्काएर खाचक 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 टक्क लाएर के गर्नु गाइस एक्सर्साइज पनि गर्नु पर्यो नि होइन अलि दिनपछि म एक्सर्साइजको पनि भिडियो हाल्छु यसैमा सो गाइस म चाहिँ अब होइन रामुलाई भेट्न जान लागेको अब गएर रामुलाई मेरो घर लिएर आउँछु होइन त हेर्दै जानुहोस् सो गाइस म चाहिँ रामु घर आइसक्यो होइन ट्याक्क लाएर यताको ढोका लाएर पछाडिबाट आउँछु नि लाउ सरी हिरो भइसके तँ अर्को राख न यताको खचक्क के हो र त्यो पर्दैन है डन बन्ने हो अब स्कुटी यस्तो केटी यस्तो बस्ने हो कि ओहो छोप्नुपर्छ पर्दैन हिँड्ने यिनको चाहिँ खुट्टाको सानो अपरेसन भएको थियो होइन अहिले कति दिन भएर उठ्यो रे अब 19 दिन 18-19 दिन 18-19 दिनको आज यो टेकेर हिँड्ने भइसक्यो हल्का हल्का अब चाहिँ मैले स्कुटी बसालेर मेरो घर लान्छु होइन हो यसको व्यवस्था गर्छु म अलि दिनपछि ल बस मिलो ल हामी चाहिँ लाग्यो फेरि घरतर्फ है गाइज सेफली मेरो घर लिएर आएँ होइन यहाँ छन् ल तिमीलाई के कस्तो लाग्यो यत्रो दिनमा बाहिर निक्लिँदाखेरि रमाइलो लाग्यो रमाइलो लाग्यो एकदम अरे यस्तो घाममा पनि अझै घाम भएन र के अझै यहाँ चाहिँ हाम्रो बहिनी होइन पुरै फिल्म हेर्दै बसिरहे फिल्म हेरेँ कमेडी हेर्दै बसिरहेको ल यहाँ अफ गरौँ फेरि यहाँ कपिराइट लाग्छ फेरि बाई बाई सो गाइज आज पनि यताउति गर्दा गर्दा आजको दिन पनि सकियो होइन आयो हजुरलाई राम्रो लाग्यो होला होइन नलागे नि राम्रो मान्नुहोस् र मेरो भिडियोलाई जहिले पनि लाइक सब्सक्राइब एन्ड कमेन्ट सेयर गर्न नबिर्सिनु होला बाई बाई गाइज सी यु इन नेक्स्ट ब्लग